हाई गाइज गुड मर्निङ। आज चाहिँ हामी धान गर्न जाने ल हाम्रो बारीमा। मम्मी जानु भइसक्यो। मम्मी आइयो यहाँ कस्तो छ गर्दैन। नचुन त्यहाँ नचु त्यो दिउँसो काट्नुपर्छ त्यहाँ फेरि काट्यो त्यहीँ पनि यहाँ उखाल उखाल यस्तो त्यो मोबाइलको के गरेको यो मोबाइल यसले यस्तै गर्छ भनेर मैले नल्याइदिएँ भनेको अब चाहिँ हेर्नु पर्छ ठ्याक्क झोलामा हालेर राख्ला। मेरो हालत यस्तो छ। धान गोडेको मम्मी अझै गोडिरह अनि मेरो मेहन्दी त्यसको पानी मौसम आज ठिक्कको छ यार साथीहरू। मम्मी र भेनाजु पर छ अनि त्यसपछि म चाहिँ पानी पिउन आएको। अनि यहाँ चाहिँ हाम्रो महादेव मन्दिर छ यहाँनिर। म चाहिँ पानी खान्छु अनि फेरि जान्छु। फेरि मम्मी कराउनुहुन्छ। मैले हल्का मिस्टेक गरेको थिएँ कि दारू खानु कराइरहेको छ। फेरि कराउँछ मलाई। पिँढीमा बसेर मायालुलाई हेरेर झ्याम्पारो 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 पिँढीमा बसेर मायालुलाई हेरेर पिँढीमा बसेर मायालुलाई हेरेर झ्याम्पारो 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 पहिले के आएको छैन। साथीहरू 10 बजिसक्यो। अब गएर खानासाना बनाउनु पर्ने हुन्छ। तर अब त्यो झारहरू उखालेको चाहिँ फ्याँक्नु पर्ने छ साथीहरू। एक लोटा ल्याएर फ्याँक्यो अनि त्यसपछि चाहिँ फेरि अझै ल्याउनु छ। अनि त्यसपछि चाहिँ हामीहरू खाना खान जान्छौँ। गएर नि पकाउनु पर्छ। घाम हेर्नु न साथीहरू घाम। ओ माई गड मेरो मम्मी वहाँ पर घर जाऊँ भनेको मान्दै मान्नु न। चराचुरुङ्गीको आवाज साथीहरू। के मेरो मम्मी
सकेर मम्मी र म चाहिँ गफ गरिरहेको। अब गएर मम पकाउने खाने। यस्तरी पसिना निकालेर मेहनतको फल आएन भने त के कसो साथीहरू ठ्याङ्गै देखेको छ हौ। आजभोलि के साह्रो पसिना आउँछ मलाई बनाउनु यतातिर हिलो पनि लागेछ। Back to the work, guys. खानासाना खाइयो फेरि त्यही काममा लाग्यो। खुट्टाहरू दुखिरहेछ। अनि अर्को चाहिँ आएको चाहिँ हाम्रो चाहिँ भाइ। चिसो खाएर कहाँ म्याच खेल्नु के खाऊ न दिदीलाई चिसो पानी खाने घाउ भएछ गाइस। मेरो भाइको दुखेछ अरे। नुहाएर आउनु भएको फुटी लागेछ बस। चिसो पानी खाने पानी खाने चिसो पानी खाने यो के हो यो के हो? भालु तिमी भालु ओ दिदी भालु हो होइन। क्रिस क्रिस भएर आएछ हाम्रो भाइ त। यता यता लाइट बालेर यता हेर्न। हेलो ओ टर्च त किन कोले टर्च चाहिएको मामीले गाइस हाम्रो कुखुराले दाना खाएको। सो गाइज गुड मर्निङ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। गुड मर्निङ फ्रम सरलाई है साथीहरू। अनि आज मौसम हेर्नु न बिहान बिहानको। ओ माई गुडनेस साथीहरू मेरो बाख्रा पनि छ है यता हेर्न सक्नुहुन्छ। त्यहाँ पनि छ। अनि हाम्रो दुईवटा हजुरहरूले भ्लगमा देख्नु पाउनु भएन होला मेरो दाजुभाइ छ। गरेर अनि सब रेडी गरेर उहाँ खाना दिइसक्यो। अनि यहाँ एउटा नक्कली छ दुईवटा नक्कली। अब यसलाई छोडिदिन्छु। यो एउटा मात्र थियो। आइज निक्ली बाहिर। निक्लिँदैन त गाइस। म गएपछि पनि निस्किन्छ। निक्ल्यो गाइस निक्ल्यो निक्ल्यो। निक्ल्यो गाइस निक्ल्यो। वाह दाना खानु गयो गाइसहरू। दाना खान्छ दाना। गाइस कामबाट आएर पनि काम त मैले भनिसकेँ हजुरहरूलाई त्यही हो। भानुमा झाडु फाल्ने अझै सकेन। के विधि भएको साथीहरू म त छक्क पुगिसक्यो। मैले आज खानामा त्यही लौका सोयाबिन दाल अनि डल्लो खुर्सानी मम्मीलाई मनपर्छ म त नखाएँ। अनि अब चाहिँ खाना खानु थालेको साथीहरू। हजुरहरूले खानुभयो त? बालेको मासु खाने हो तिमी
अरू कुरा भएको आज त हाम्रो घरमा लोकल कुखुराको मासु खाने सुप खाने मच्छरले टोकेर मर्नु त्यो दिलमा ठाउँछ र जोडीमा मान्छ र हामीले खानालाई कसले लाउँछ र भिडियो बनाएर खाने तेरो बोली नि सुत्केरीको नाम गरी टाउको मैले क्वाक किरा करायो साथीहरू किरा करायो रातिको भ्यू किरा कराएर मर्छ किरा करायो साथीहरू किरा 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 मैक्सी जिंदाबाद ले खानालाई कसले लाउँछ र कुखुराको मासु खाने ले खानालाई कसले लाउँछ र कतिलेडी भएर साथीहरू कुखुरा त ओइ भाइ थाल लिएर आइज छिटो यहाँ फोहोरमा भयो कि कुखुरा बेबी कराइमा हाल्छ गाइस अब यसलाई मस्त काट्ने हो नि त अब मस्त गाइस कान र भुँडी निकालेर सफा गर्नु भनेको साथीहरू लोकलको त कति साह्रो हुन्छ कि हात काट्यो पनि छैन बल्ल बल्ल भयो गाइस यसलाई अब अपरेसन गर्ने साथीहरू अयो यसरी गर्छ नि त फेरि तपाईँहरूको मुन्नाले अपरेसन कुखुरालाई अपरेसन गर्ने तरिका साथीहरू यसरी गरिन्छ केटा मान्छे होस् या केटी मान्छे होस् यसो भिडियो घरमा केटा मान्छे भयो भने टेन्सन भए पनि है त्यही मलाई चाहिँ आन्द्रा केलाउनु मजाले आउँछ त्यही भएर मलाई दिनुहुन्छ मम्मीहरूले यसलाई मजाले चिर्छु हो साथीहरू मजाले
मछली टोली दिदी जानु भएको मम्मी ए मैले त नजानु भयो कि भनेको अहिले गयो भने यहाँ बर्बाद हुन्छ एउटा त निन्द्रा आयो भनेर गयो फाटफोट गरिसक्यो नङ्गो उयो आन्द्रा भुँडी चाहिँ यसलाई च्याट्ट बालेर है 9 बजे त हो एकैछिनमा भुट्छ नि त सबै चिज रेडी छ श्री त्यो प्याज र टमाटर लसुन मात्र काट्ने हो ग्यास कराईमा फ्राई हाल्ने अन्त हाम्रो पाण्डुलाई पनि बोलाउनु पर्ने होइन आयुषलाई विमल माथि छ विमल ऊ दिदीले चाहिँ गयो भनिराख तिमीलाई आन्द्रा भुँडी त यस्तो भयो मिना कुखुरा केलाउनु चाहिँ पालो भयो है मलाई त झ्याउ लाग्ने बानी हुने क्या गरेपछि नयाँ आन्द्रा भुँडी केलाउनु क्या सजिलो लाग्छ अनि त्यो सुल गरेर चिर्छ नि त्यो पनि सजिलो लाग्यो अरूलाई चाहिँ के लाग्छ टिपेको झरेको के भएको यो चाहिँ यहाँ हुन्छ टाउकी धुने हो अब यसको पालो छ यो त कस्तो नङ्ग्री गर्दा पनि काटिने है काट्दो रहेछ ग्यासको निक्लेको मलाई त झर्काउनु पर्दैन पर्छ अच्छा के पऱ्यो नि ग्यास मामाले चाहिँ मासु लानु भएको है खोइ पवनमा मासु चाहिँ ल्याएको होला जलङ हलङ पारेर मासेर बनाउनु भएको जति कतै थियो त्यहाँ बुढाहरूको घरमा त्यसले चाहिँ फ्याँक्नु पर्छ एउटा बाल्टिन ल्याएर यसलाई यसलाई पछाडि फ्याँक्नु पनि हुन्छ म त्यसरी पुऱ्याउनु चल्यो होइन यहाँ पछाडि दाउरा हुन्छ दौरा उतापट्टि कुकुरले भयो त्यहाँ खाँदैन क्या अस्ति फ्याँकेको थियो मम्मीले यो रगत खानुपर्छ दिदी पर्दैन है कुखुरा झट्काउँदै आमा क्या सेतो देखेँ दिदी तपाईँ चाहिँ रातो देखेछ यसरी हाम्रो बेलुकाको खाना तयार हुँदैछ लोकल कुखुराको मासु गाईहरू खाने होस् दिने भोलि फेरि धान गर्न जाने के छ ए बेबी यहाँ गयो त्यसलाई फोहोर बनायो कि साथी आज चाहिँ म कस्तो खुसी भएको छु कि साथीहरू के भन्नु न आज के म घाँस काट्नु गएको थिएँ कि त्यहाँ उता होइन यो हाम्रो बारीभन्दा उतापट्टि ठुलमम्मीहरूको बारी छ कि साथीहरू अनि त्यहाँ गएको उफ्रिँदै म के झम्टेको जस्तो लाग्यो है बाफरे पुरै उफ्रिँदै त मलाई पो हेर्दा रहेछ मेरो कुकुरले मेरो बेबीले थ्याङ्क यू सो मच फर लुकिङ मी होइन मेरो फोहोर गरेपछि सफा पनि गर्न जानुपर्छ यसरी होइन गरेन भने त बर्बाद हुन्छ त गाइस प्याज पनि काट्दैछु
सुन्नु हुँदै होला मासु कटिङ हुँदैछ गोरिलालाई काट्दैछ हाम्रो दिदी ए भाइले काट्दै हो कि दिदी पो अरे दिदी बाटोमा जाँदैछ क्या अनि भाइले कटिङ गर्दै हुनुहुन्छ हाम्रो चाहिँ पकाउने मात्र काम होस् साथीहरू अब म प्याज कटिङ हानेपछि होइन टमाटर कटिङ हान्छु टमाटर रेडी भयो प्याज रेडी भयो र यहाँ कराई रेडी भइसक्यो मान्छेहरूले यसरी भिडियो बनाउँदो रहेछ होइन अनि काटेर हाल्छ अनि ठिक्क अनि के गर्न आँटेको ठ्याक्क त्यही गर्दा ऊ त्यहीँ छ दुइटै रातो गरम मसलाको त्यो तेलको डिब्बाको पछाडि त्यो भइहाल्यो अनि ऊ त्यो अनि अर्को गरम मसला हो दहीको डिब्बा मेरो पनि पो मासु डढेछ त दिदी यहाँदेखि कालो यहाँदेखि सेतो ओइ छोरो ओइ मोबाइल ल्याऊ त बाबुलाई फोन गर 9:30 भइसक्यो बाबुले फोन गरे यहाँ ल्याऊ अनि किन त्यसो भए दादा डर लाग्छ हाम्रो दिदीलाई हेलो गाइज अहिले चाहिँ मलाई मोबाइलमा आएको अवस्था पसिना हेर्नु नि दाजु दिदी मैले भाइको Don't banta itu. Drippy girl. Drippy boy. Singer. Oi, Messi 2. So guys, म चाहिँ घाँस काट्दैछु घाम कस्तो दिदी लागेको छ यहाँ छातीमा बसेर घाँस काट्दैछु साथीहरू यो नेक्स्ट डे हो यो भिडियो घाँस काट्दैछु साथीहरू सक्नुहुन्छ साथीहरू आजको घाम ओ माई गुडनेस अनि म यहाँ रुख्छन् यो घर पनि छ अनि यो रुख पनि छ छाहारी भइरहेछ अनि कस्तो राम्रो चरा उड्यो हेर्नु नि साथीहरू गयो एउटा उहाँ आयो एउटा उहाँ गयो वाउ साथीहरू मर्निङको भाइब चाहिँ खतरा आएको छ आज पनि हिजो पनि बब्बाला छ अनि मम्मी घाँस काट्न भएको छ झार धानमा अनि म चाहिँ यहाँ घाँस काटिरहेछ पानी लानुपर्छ यार छिटो यो काटेर साथीहरू नत्र आमाले कट्टा हानिदिन्छु
अनि यहाँ देख्न सक्नुहुन्छ मकै पनि भाँचिसक्यो यहाँनिर यसरी मकै भाँच्दैछ। अनि हाम्रो यहाँको हजुर के हो बादल पनि एउटा डुइरह कति गर्मी कि साथीहरू तपाईँहरूकोतिर गर्मी चाहिँ छैन भन्नुहोस् त। यहाँ त कस्तो गर्मी हो गर्मी हाई गर्मी डन विथ द कटिङ ग्रास पसिना हेर्नु नि गाइस घाँस काटेर पनि सेक्यो अब अलिकति काटेँ सिधै सिध अहिले दिउँसो आएर काट्छु साथीहरू होइन। अनि अब चाहिँ म मम्मीबाट जानुपर्ने छ साथीहरू गएन भने मार्नुहुन्छ हामीले। सो अब यो पुऱ्याएर अनि म पानी लिएर जान्छु साथीहरू। तपाईँहरू पनि जानुभएछ मसँग साथीहरू भोल्युम जस्तो के सानो ठुलो आवाज हाँसु चालौँ ल। यसरी हाल्नुपर्छ यसलाई यस्तो गरेर हाल्ने मात्र हुन्छ। अब म उचाल्छु यसलाई उचाल्यो उचाल्नु त साथीहरू आया घर जाने अब कोरीबाटी चिटिकै परेकी घामले हेर आँखा नै मारेकी एक नजरमै परेकी। हेलो साथीहरू पाडाको मासु ल्यायो आज प्लास्टिकमा थियो प्लास्टिकबाटै झऱ्यो कि गाइजहरू कस्तो राम्रो मासु रहेछ। अब यसलाई फ्राई गर्ने हो नि त मैले मासु आयो गाइज मासु साथीहरू म लागि तरकारी पकाउनुको लागि आज लास्टै ढिलो भएको छ किनभने हाम्रो मासु पकेको थियो साथीहरू अनि हामीसँग मासु पनि आइसक्यो गाइस। अनि यहाँ मैले कराई नि बसालिसकेँ साथीहरू पकाउने तर्फ लाग्दैछु म। सो गाइस यस्तो फर्केर हेर्दा त पानी पर्न आँटेको छ है गाइसहरू कालो भयो। अनि भाइ र म चाहिँ मकै काट
गोरो देख्यो के हो गाइस सुन्नु ल देख्नुभयो गाडाङडुङ गरेको अब चाहिँ छिटो जाने सुन्नुहुन्छ नि हेर्दा हेर्दै कालो भयो कालो बादल छाए जस्तै तिम्रो त्यो मुटुमा कालो बादललाई हाम्रो यो भाइरल बोट यहाँ रोपेको थियो साथीहरू फुल चाहिँ अलिअलि फुल्यो झ्याङा झ्याङा अनि त्यो आन्टीहरू घाम तापिरहनु भएको छ घाम तापेको शीतल ताप्नु भइरहेको छ मार्दै त चमडी होता भनेपछि चपालेपछि यस्तै छ पहिला यस्तो नाला थिएन अहिले बनाइसकेको छ सबै निर्माण भइसक्यो अनि यस्तै हो खासमा हामी चाहिँ यो बादलबाट पानी भर्न आँट्यो अनि हामी पनि जानु लाग्यो के गरेको त्यो अब यतातिर सबै देखाउँदै जानुपर्छ पानी आयो साथीहरू पानी आयो पानी आयो पानी मम्मी तिमीहरू सक्यो बिमल तर आज चिया बना न त्यही भएर अहिले म मस्तो छ त मम्मीलाई लागि विन्टरको पानी पर्छ असिना पर्छ बारिसके मकै दिनु पनि है पानी लडाउनु आउनु के